विगत केही समयदेखि पहाड़ विशेष गरी जीटीए क्षेत्रमा शिक्षक भर्तीमा व्यापक भ्रष्टाचार अनि घोटाला भएको आरोपमा यहाँको एउटा संस्था ट्रेन्ड अनएम्प्लोइड युथ अर्गनाइजेशनका सदस्य सुदन गुरूङले न्यायालयमा अर्जी पत्र दायर गरेका थिए। सोही अर्जी पत्रको अनुसार गत हप्ता मात्र सबै पक्षहरूलाई सुनेर यसको फैसला सुरक्षित राखिएको थियो। आज त्यसै अनुरूप कोलकाता हाईकोर्टको प्रिन्सिपल बेन्च कोर्ट नम्बर 17 को माननीय न्यायाधीश विश्वजित बसुको खण्डपीठले 313 को नियुक्तिलाई अवैध ठहर गर्दै सबै नियुक्ति खारेज गरेको जानकारी सुदन गुरूङले दिएका छन्। ज्ञात रहोस्, पश्चिम बंगाल सरकारले 8 तारिक मार्च 2019 मा 313 अनि 59 जना लाभार्थीहरूलाई स्थायीकरणको निर्देश गर्दै तत्कालीन जीटीए बीओए चेयरम्यान विनय तामाङलाई चिठी लेखेका थिए भने 26 तारिक जुन 2019 को दिन वर्तमान जीटीए प्रमुख अनित थापाले जीटीए सचिवालय लालकोठी कार्यकारी निर्देशक मनोवेन्द्र मोदक, डिस्ट्रिक्ट इन्सपेक्टर प्राण गोविन्द सरकार, पूर्व विधायक अमर सिंह राईको उपस्थितिमा उक्त नियुक्ति वितरण गरेका थिए। नमस्कार अनि जय गोर्खा सम्पूर्णमा म सुदन गुरूङ ट्रेन्ड अनएम्प्लोइड युथ वेलफेयर अर्गनाइजेशनको संगठनको तत्वावधानमा हजुरहरू समक्ष आज जीटीएमा भएको जुन प्रत्यक्ष रूपमा अवैध शिक्षक नियुक्ति भएको थियो 2019 सालमा आज कलकत्ताको उच्च न्यायालयको प्रिन्सिपल बेन्चले यस मामलामा सुनवाई गर्दै आज 8/3/2019 को एउटा चिठीलाई बेस गरेर यो 313 को अपोइन्टमेन्टहरू चाहिँ टोटली इल्लिगल हो, अवैध हो भनेर यस नियुक्तिलाई सम्पूर्ण रूपमा खारेज गरेको छ र यसको निम्ति म जीटीएमा जतिजनाले पनि शिक्षा व्यवस्थामा भएको भ्रष्टाचारलाई चाहिँ जरैबाट उखाल्नुपर्छ र यसको विरुद्ध हैन एउटा राम्रो सुनवाई हुनुपर्छ र न्यायिक सुनवाई हुनुपर्छ भनेर आजसम्म पर्खेर बस्नु भइरहेको थियो। यो आज धेरै लामोको हाम्रो यो एउटा न्यायिक प्रक्रियामा गएर हामीले लिगल ब्याटल लडेर आज यसलाई हामीले एउटा पोजिटिभ एउटा शिक्षा व्यवस्थाको आङमा त एउटा न्यानो घाम झुल्केको हामी सन्देश दिन चाहन्छौँ र आज यस चिठी जुन चाहिँ 8/3/2019 मा जुन टू श्री विनय तामाङ चेयरम्यान बोर्ड अफ एडमिनिस्ट्रेटर गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन मेमो नम्बर 24254/SE/4A-18/15 PT3 गरेर जुन यो लेटरलाई बेस गरेर यो अपोइन्टमेन्ट्सहरू जुन चाहिँ 313 लाई रेगुलराइज गरेको थियो यो त टोटली इल्लिगल हो भनेर माननीय कलकत्ता उच्च न्यायालयको प्रिन्सिपल बेन्चले यसलाई खारेज गरेको छ र यसमा तपाईको गत यसै हेरिङ चल्दै गर्दाखेरि जीटीए को एजुकेसन डिपार्टमेन्टको ईडी एक्जिक्युटिभ डाइरेक्टर मनोवेन्द्र मोदकले तपाईको जुन चाहिँ 313 को जुन चाहिँ लिस्टलाई चाहिँ यो पार्टिकुलर्सहरूलाई सबमिट गरेर यहाँनिर चाहिँ एकदम फल्स रूपमा कोर्टको आँखामा धुलो हालेर यस्तो टाइपको 313 जनाको विवरण गरेको थियो जो चाहिँ यहाँनिर यिनीहरू स्कुलमा टिचरै थिएन, सबै पोलिटिकली र मनिटरी बेसको अपोइन्टमेन्ट्सहरू थियो हैन। र आज चाहिँ तपाईको एउटा जुन हामी उच्च न्यायालयले यो अर्डर सुनाएको छ यसको हामी एकदमै सकारात्मक रूपमा यसको हामी स्वागत गर्दछौँ र यो अपोइन्टमेन्ट लेटर त तपाईको 26 जुन 2019 मा जीटीए को सेक्रेटेरिएट बिल्डिङ लालकोठीमा अहिलेको वर्तमान जीटीए चिफ अनित थापाले आफ्नै हातले 313 को अपोइन्टमेन्ट लेटर वितरण गरेको थियो, जसमा चाहिँ त्यहाँनिर उपस्थित अमर सिंह राई, दार्जिलिङको पूर्व एमएलए मनोवेन्द्र मोदक, जीटीए को एक्जिक्युटिभ डाइरेक्टर मनोवेन्द्र मोदक जो यो अपोइन्टमेन्ट्सहरूमा लिप्त छ, प्राण गोविन्द सरकार जसको नाम यो एफआईआरमा विद्यानगर पुलिस स्टेसनमा एफआईआरमा नाम गाभिसकेको छ हैन। तपाईको यिनीहरूको उपस्थितिमा चाहिँ आज यो अपोइन्टमेन्ट लेटर 2019 को 26 जुनमा चाहिँ अनित थापाले आफ्नो हातले वितरण गरेको थियो र हामीले बारम्बार भन्दै थियौँ कि यो तपाईहरुले जुन चाहिँ नियुक्ति बाँडेको छ त्यो क्यान्डिडेट्सहरूलाई हामीले बारम्बार झझकाउँदै थियो कि तपाईलाई दिएको अपोइन्टमेन्ट लेटर यो फेक अपोइन्टमेन्ट लेटर हो भनेर र आज हामीले जुन कुरा भन्दाखेरि तपाईले एलिगेसन लगायो भन्थ्यो तर आज यो प्रमाणित भएको छ यो कलकत्ता उच्च न्यायालयको यो अर्डरद्वारा है र जजमेन्ट केही बेरमा तपाईको सार्वजनिक हुनेछ र हामी सम्पूर्ण पहाडवासी जतिजनाले है यो अवैध शिक्षक नियुक्तिको भ्रष्टाचार विरुद्ध हामीलाई हाम्रो संगठनलाई र मलाई पनि तपाईहरुले सपोर्ट गर्नुभयो हैन। विभिन्न रूपमा म एकदम आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छु र अब हामीले यहाँसम्म पुर्याएको छौं र अब यसको उत्तरदायित्व जनताको पनि हो। प्रत्येक दार्जिलिङ पहाडलाई राम्रो बनाउँछु र हाम्रो दार्जिलिङ राम्रो हुनुपर्छ, शिक्षा व्यवस्थाको गरीमा फर्केर आउनुपर्छ भनेर जतिजनाले चाहनुहुन्छ
अब चाहिँ यो केसलाई अझै तपाईँहरूले पनि आफ्नो रेस्पोन्सिबिलिटी सोचेर होइन तपाईँहरूले एकदमै अगाडि आएर यो केसलाई त सपोर्ट गर्नुपर्छ भनेर म भन्न चाहन्छु र सम्पूर्ण जतिजनाले पनि शिक्षामा भएको भ्रष्टाचार जुन चाहिँले चाहिँ यहाँनिर राइट टु एजुकेसन एक्ट 2009 एनसिटी नर्म्स होइन एसएससीको जुन चाहिँ यो उयोहरू छ हामीले कोर्टमा यहाँनिर त रिजनल एसएससी छिटो रिभाइभ हुनुपर्छ जुन चाहिँ 2000 सालमा यहाँनिर 2000 सालमा तपाईँको हिल एसएससी भएको थियो त्यसलाई रिभाइभ हुनुपर्छ भनेर हामीले कोर्टमा अपिल गरिसकेर यो कोर्टमा अहिले तपाईँको संज्ञानमा लिएर तपाईँको यो विषयमा चर्चा परिचर्चाहरू भइरहेको छ कि यहाँनिर एसएससीको रोल के हुन्छ सेन्ट्रल स्कुल सर्भिस कमिसनको रोल के हुन्छ स्टेट गभर्मेन्टको रोल के हुन्छ जिटिएको रोल के हुन्छ भनेर यस रूपमा तपाईँहरूले विभिन्न यो हियरिङबाट पनि तपाईँले सुन्नुभयो र यत्रो दिनसम्म यत्रो वर्षसम्म तपाईँहरूले हामीलाई विश्वास गरेर होइन यो मुद्दाले त एकदम न्याय हुनुपर्छ यहाँनिर नानीहरूको भविष्यसँग खेलवाड हुनु हुँदैन र योग्य र शिक्षित उम्मेदवारहरूको आर्टिकल 14 र 16 अनुसार भारतको संविधानको आर्टिकल 14 र 16 अनुसार उनीहरूले आफ्नो अधिकार पाउनुपर्छ भनेर चाहनुहुने र जसले यस मामलाको निम्ति सहयोग गर्नुभएको प्रार्थना गर्नुभएको थियो उहाँहरूलाई त म एकदमै आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छु भनेर यति भन्न चाहन्छु। धन्यवाद।